गाइस हामी अब 56 बाट फर्केको अवस्था या केटीहरुलाई चाहिँ छोडिदिसक्नु भएको अवस्था यहाँ म्याम हुनुहुन्छ र यहाँ हाम्रो साथी छ यो चप्पलको जंगल चाहिँ धेरै घना छ यहाँ बाघ पाउन सक्ने अवस्था छ भालु पनि पाउँछ खोइ के पाउँछ के भएर आउँछ खरायो पनि पाउँछ रे यहाँ हेर्नु गाइस धेरै घना छ यहाँ चाहिँ गीत गाइरहेको छन् बागमती अञ्चलेवाला सङमा जंगल चाहिँ धेरै घना छ गाइस रमाइलो भएको थियो हामी फर्केको अवस्था हो सिधै अब यो भ्लग जारी नै हुन्छ त्यहाँ छ सुप्रिम कोर्टमा कम हियर यहाँ सुप्रिम कोर्ट ल्या बस्छ कोही छैन जंगल चाहिँ ओइ यो काशीले बादल देख्छु साथी बादल बादल थियो पिकनिक स्पोट त्यो चाहिँ गाइडर थियो या बादल देखेको अवस्था अनि यहाँ चाहिँ रमाइलो भइरहेको बादल अनि क्याप्चर गर्दा गर्दै मजा भइरहेको एक्कासी बस अलिक बादर हेर्नुस् गाइस कति धेरै बादर छ धेरै थियो आज 20-30 वटा कहाँबाट आएछ बादर चाहिँ यहाँ बादरलाई अगाडि बढी बादर त्यसपछि हामी 56 बाट बाहिर जानु लागेको एउटा टर्न बाँकी बादरको बच्चा बादर चाहिँ अझैसम्म सकिएको थिएन अझैसम्म बादर देख्यौं हामीले गाइस रमाइलो भइरहेको थियो हामीलाई यो बजारमा पनि बादर देख्यौं यो चाहिँ चमत्कार जस्तो हुन्छ बादल देखिरहेको बस चाहिँ अङ्कलले बादर देख्नु अब बादल चाहिँ यो चाहिँ माथिबाट झरेको रहेछ त्यही पनि हेर्दै थियो बादल हेर्नु गाइस बादल त्यो पनि बादलै रहेछ म त छैन होला भनेको अझै देखि बादल मैले रिपोर्ट गरेँ बादललाई देख्नु पनि गाइस अनि मजा आइरहेको हामी यो चाहिँ खतरनाक जंगल हो एमेजन जस्तै यो गाइडर बजारको यो पिकनिक स्पोटमा चाहिँ बादर देखिएको अवस्था अब छिटो भन्दा छिटो घुम्न आउनुस् बादरको मनोरञ्जन लिनुस् यो चाहिँ धेरै डेन्जर हो 56 भनेको पनि एउटा फेमसै प्लेस हो टाढोबाट मान्छे आउँछ बादर चाहिँ अब सकिएको अवस्था यो 56 होइन यो अफ रोडिङ हो